रुको रुको, ऐसे नहीं, शुरू से दिखाता हूँ। मेरा फलसफा कंधे पे मेरा बस्ता, चला मैं जहाँ ले चला मुझे रास्ता, बूंदों पे नहीं गहरे समंदर पे। ओ, 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 हामी 5 मिनट चढ्नु पाएको छैनौँ, यति थाकिसकेका छौँ होइन। अब मानिसहरू त्यहाँबाट फर्किरहेको छ। अब उनीहरूको अनुभव सोध्नुपर्छ के कस्तो रह्यो। उहाँ माता पाथिभराको दर्शन गरेर फर्किसक्नु भएको छ। उहाँले केही क्वेसन सोध्छ हामी। हजुरले कहिले यहाँ पुग्नुभयो माथि? बिहान हिँडेको, बेलुका साथै यो माथि फेरि गएर बस्यो। यहाँ पुग्न बिहान 4 बजी गएर 8 बजी पुग्यो। 4 बजी गएर 8 बजी पुग्नुभयो। अनि उताबाट फर्किनु भयो कति बेला? हामी 12 बजी हिँडेको, माथि फेरि आएर खानासाना खायो, यहाँ पुग्दा 4 बज्यो। भनेको जे होस् एक दिनमा दर्शन गरेर फर्किहाल्नुपर्छ त्यहाँ बसिसकेपछि। एक दिनमा दर्शन गरेर यहाँ आइपुगिन्छ। अब लौरो टेक्दै कुदेर गयो भने साह्रो हुन्छ, बिस्तारै आरामले। हस्, हुन्छ, धन्यवाद त्यसको लागि। अक्सिजन कम हुन्छ कि? अक्सिजन कम हुन्छ, धेरै राम्रो कुरा भनिदिनु भयो। स्थानमा रहेको छ तलबाट यहाँ बल्ल बल्ल आइपुगेको छौँ होइन। अब योभन्दा माथि वर्ष त्यहाँ माथि पुग्नु छ, ऊ त्यहाँ माथि होइन। हस् त दाइ, नमस्कार। नमस्कार नमस्कार मेरो भाइ, नमस्कार। के छ त हाल समाचार भन्नुहोस्? एकदम ठिक छ। कस्तो छ अनुभव भइरहेको छ त? यो ठिक छ, एकदम रमाइलो छ। पाथिभरा माताले चाहिँ राम्रो गर्नु भएको छ। 8 दिन बाद जोस दिनु भएको छ। तपाईँको घर कहाँ नि? मेरो घर यतैतिर हो, पश्चिमतिर हो। पश्चिमतिर हो? त्यसो भए बसाइ यतैतिर हो? यतैतिर म व्यापारी हुँ। ए, व्यापारी हुनुहुन्छ? कपडा व्यापारी। त्यसो भए दिनभरिमा कतिपल्ट अपडाउन गर्नुहुन्छ? अपडाउन 1-2 चोटि लिने, ट्याक्कै बिक्री गर्ने, सामानहरू बिक्री गर्ने, त्यसपछि फर्किने। अनि यो सामान तपाईँहरू माथि तल गर्नुहुन्छ, यो यसको रेट कसरी लिनुहुन्छ त तपाईँहरू? रेट अब केही अलरेडी नाफा लिएर धेरै सेल, कम नाफामा धेरै सेल गर्ने हो। अच्छा, व्यापारी किसिमले व्यापारी हो। हामी आएको छौँ होइन माता पाथिभराको शक्तिपीठ स्थल, जसलाई हामी ताप्लेजुङ जिल्लाको होइन नेपालकै उत्तर पूर्वमा पर्ने ताप्लेजुङ जिल्लाको होइन हामी यो ठुलो फेदी जसलाई भन्छ त्यहाँबाट झन्डै हामीले अब बिहान 3 बजे नै माता पाथिभराको दर्शनको लागि निस्किनु पर्ने हुन्छ होइन। तपाईँ हेर्न सक्नुहुन्छ लोगो जुन राखिएको छ र यहाँ अहिले तापक्रमको कुरा गर्ने हो भने 2 डिग्री सेल्सियस छ। अब सक्नुहुन्छ मेरो हातहरू एकदम कामिरहेको छ, प्लस यहाँ जाडोले एकदम धेरै भएको छ। यदि तपाईँहरू पनि आउनुहुन्छ भने होइन सावधानीपूर्वक आउनु होला, 2-3टा ज्याकेट बोकेर आउनु होला होइन। पन्जाहरू टोपीहरू सबै पुरा बोकेर आउनु होला। हेर्न सक्नुहुन्छ कति रमाइलो दृश्य छ। यता पनि हेरौँ तपाईँहरू होइन। हामी एउटा होटलको प्राङ्गणमा छौँ होइन, जहाँ हामी रोकेका छौँ होइन। अब यहाँ रातभरि बस्ने हो, बिहान हामी निस्किन्छौँ होइन। निस्किसकेपछि त्यसपछि तपाईँले हामी होइन माता पाथिभराको दर्शन पनि गराउनेछौँ। जसरी तपाईँले भनेको थिएँ रातिको 2 बजे हामी निस्किन्छौँ होइन। त्यस्तै नै अब हेर्नु 2-3वटा ज्याकेट लगाएर, ट्राउजरहरू प्यान्टहरू माथिबाट बाक्लो जुत्ताहरू लगाएर, एकदम पन्जाहरू लगाएर होइन। अब हामी माता पाथिभराको दर्शनको लागि निस्किन्छौँ। यहाँ मेरो लट्ठी छ होइन। अब यो लट्ठीको सहाराले लट्ठी टेक्दै होइन अघि बढ्दै गर्छौँ र गन्तव्यमा पुगिसकेपछि म यहाँहरूलाई फेरि पनि होइन देखाउनेछु, माता पाथिभराको दर्शन गराउनेछु। अहिले 1 घन्टा जति चढिसकेका छौँ, कुनै हत्तो पत्तो छैन। यहाँ कति तल छ केही देखिँदैन होइन। हामी पनि यस अब माताको दर्शनको लागि भए पनि हामी अब अघि बढ्दैछौँ। सबैजना बिस्तारै अघि बढिरहेकै छन् होइन। हामीले पनि धैर्य धारण गरेर होइन चढ्नै पर्छ। 1 घन्टा जस्तो त्यसो चढियो, अझै 2 घन्टा जति चढ्नु पर्ने हुन्छ। विगत हामी 3 घन्टादेखि लगातार हिँडेपछि क्या मजाको हिमालहरू देखिँदो रहेछ। तपाईँ हेर्न सक्नुहुन्छ यहाँ 300-400 घन्टीहरू छन्।
जो भी रस्में हैं वो सारी मैं निभाती हूँ, इन करोड़ों की तरह मैं सर झुकाती हूँ। भगवान यो हो तपाईँको मेन पाथिभारा मन्दिर। यहाँ तपाईँ हेर्दै हुनुहुन्छ ठ्याक्क यही हो मेन पाथिभारा मन्दिर। यहाँ तपाईँ भक्तहरूको भिड हेर्नुभयो भने तपाईँ आश्चर्यजनक लाग्छ होला तपाईँलाई, किनभने यहाँ राति हामी यस पाथिभारा मन्दिरको दर्शन गरिसक्यो, पूजा पनि गरिसक्यो। अब यहाँबाट हामी निस्कन्छौँ। यहाँबाट मैले सबैलाई सम्झेको छु, म मेरो मातापिता होइन, जन्मदिने आमा, म मेरो इष्टमित्र, म मेरो गुरु होइन, मिल्ने साथीहरू सम्पूर्ण मन जस्तो चम्किने कि आज अब हामी आधी बाटो फर्किसक्यौँ। बिस्तारै बिस्तारै लोरो टेक्दै पछाडि पनि दर्शकहरू माताको दर्शन गरी फर्किँदै हुनुहुन्छ। बाटो तपाईँले देखाइदिन्छु कस्तो बाटो छ भनेर। कस्तो भिड लाग्दो बाटो छ होइन। यतातिर हेर्ने हो भने हेर्नुहोस् कस्तो छ, हेर्नुहोस् अझै हेर्नुहोस् ल, अझै हेर्नुहोस् ल। जति चढ्यो लाग्छ उति छ, उति छ जस्तो लाग्ने। बिस्तारै पुगिन्छ होला। अब ठुलो फेदीमा फेरि यसो ब्याग स्याग त्यहाँ लिँदै फेरि 1 घन्टा जति हिँडेर सानो फेदी पुग्नुपर्छ। सानो फेदीबाट आज सायद जान सकिँदैन होला, गाडी पाइँदैन होइन। त्यसपछि आज हामीलाई त्यहीँ बास बस्नुपर्ने हुन्छ। त्यसपछि भोलि बिहानै यहाँबाट हिँड्दै होइन, त्यसपछि फेरि त्यहाँ 5 थर हुँदै होइन, त्यसपछि हामी धरान इटहरी हुँदै विराटनगर पुग्छौँ। अझै होस् यात्रा एकदमै रमाइलो रह्यो, रोचक रह्यो होइन। तपाईँहरूलाई पनि यो देखाउनुको अर्थ अर्कोपल्ट तपाईँहरू पनि आउनुभयो भने सतर्कतापूर्वक आउनु होला। अहिले बिहानको 9 बजिसकेको छ, तैपनि हेर्नुहोस् मैले 2टा ज्याकेट लगाएको छु अहिले पनि। हावाको स्पिड पनि उत्तिकै धेरै छ। जय पाथिभारा माता होइन, उहाँको कृपाले उहाँको आशीर्वादले हामी सजिलै राम्रैसँग माथि पुग्यौँ। अब तल झर्दैछु। यहाँ माथि पुगेपछि सब कुरो मेटिँदो रहेछ कि। अफकोर्स माताको कृपा नै हो। यस्तै छ यस्तै छ। अहिले अब तपाईँले झन्डै 2 घन्टा जति हिँड्नुपर्छ। यस्तै उकालो ओह्रालो छ। अब लगातार हिँड्नुभयो भने 1.5 घन्टामा पनि पुगिन्छ होला, नत्र 2 घन्टा लागिहाल्छ। हामीलाई झर्दा झर्दै अहिले 1-1.5 घन्टा लाग्न थालेको छ। म बिहान 3 बजी निस्केको ठुलो फेदीबाट त्यहाँ पुग्दै 6-6:30मा पुगेँ होइन। त्यसपछि दर्शन हुँदै अब अहिले फर्किँदा गर्दाखेरि 9 बजिसकेको रहेछ। हुन्छ त्यो त अहिले नै ठुलो फेदीमै त्यति पुग्छ होला जस्तो लाग्छ। ठिक छ, हस् राम्रोसँग जानु होला। शुभ यात्रा। खुट्टा दुख्यो? दुखेन? कति बेला गएको तिमीहरू माथि? 1 बजी नै निस्केको? आयो भने त छिटो त। अनि कति बेला पुगेको? 5:30 बजी नै?